हेलो गाइज, गुड मर्निङ। आज चाहिँ स्पेसल होलीको दिन। हामी चाहिँ होली खेलेर रमाइलो गरियो अनि फेरि होली खेल्दा खेल्दै एक्कासी हाम्रो प्लान चाहिँ लाप्राक माम्ची घुम्न जाने प्लान भयो। माछाखोलादेखि लप्सीबोट घुम्दा लाप्राक हुँदै माम्चीसम्म चाहिँ हाम्रो यात्रा रहेको छ आज। ल त गाइज, हेरेर साथ दिनु होला। यो हाम्रो हेरो माया लालो ल ठिक छ रमाइलो रमाइलो। हामी यतिखेर लप्सीबोटको डाँडातिर पुगेछु। अब यात्रा गुसीतिर। ल सरी गाइज, अनि हामीले चाहिँ लप्सीबोटको भ्यू देखाउन पाएन। मेरो आफ्नै गाउँ हो लप्सीबोट। अनि र हामी चाहिँ अहिले चाहिँ लप्सीबोटदेखि एमको बाटो हुँदै घुम्दाको बिचमा छु है त गाइज। हामी चाहिँ अब हामी चाहिँ अब होली मान्न लाप्राक माछाखोलादेखि लप्सीबोट एमको घुम्दा हुँदै लाप्राकसम्म है हाम्रो यात्रा चाहिँ। अनि यहाँ पछाडि छ हामी केटाहरू, हामी 8-9 जना यसो झिङ्गामा हिँड्छु होइन। पछाडि छ पानी पर्यो, माछी पानी पर्यो। आकाश पनि खुसी हुँदै होला क्या माछाले हामीलाई होली खेलाइदिने भनेर, बुझ्छ? अनि अर्को दिन चारोले मर्छु कि क्या हो? अति चारो देख्न सक्नुहुनेछ। त्यो साइडमा चाहिँ हाम्रो कुण्डा गाउँ है। कुण्डा गाउँ त्यहाँबाट अलि माथि उता चाहिँ लाप्राक, फेरि यता सिङ्ला। फुलमा भमरा आउँदै गर मेरी माया। चाहिँ टर्न नगिरियो माथि झन् सिम्लो टर्न नगिरियो आराम से गाइस, आराम से। पारा ओ कोडे आइजो ओए दामी हाम्रो ठाउँ जस्तो यो चाहिँ लप्सीबोट एमगाउँदेखि गोर्खा जाने के अरे गोर्खा रे घुम्दा जाने बाटो है। यो चाहिँ यस्तो भयो। आइज आराम से गाइस, आराम से। ओए धन्दै लाग्यो। क्या बपाल देखायो बाटो है। यो मान्छे बाहिर पूजा जाँदैछु त हलाएको छु।
गाइज हामी चाहिँ गुम्दा आइपुग्यो अहिले हाल हामी गुम्दामा है गुम्दामा गाइज गुम्दामा ल यही हो गुम्दा 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 चटरुना खाना उठेको खोस्टीमा गुम्दा हाम्रो अस्ति त कहाँबाट आउँदैछ भने राम्रो गाह्रो हो गुम्दा कटेर हामी चाहिँ अहिले लाप्राकतर्फ जाँदैछु लगभग हामी चाहिँ किलुम्चे कटेर होइन किलुम्चेको यता टर्निङतिर चाहिँ हो ल हेर्नुहोस् है किलुम्चे कट्यो है गाइस अझै खोलातिर ओहो नयाँ पुल यहाँ धेरै वर्षपछि आयो यो ठाउँ सोमपुरमा त अस्ति नै आयो के हो न के हुन्छ जानु चाहिँ के घुम्दा कुन चाहिँ सोम फुच्चे सोम के सोम ए के बाइकमै भएन स्कुल गाडीमा यहाँतिर त चिप्लिन्छ त वाइमा आएछ त त हेर त टायर अहिले पनि आएको छ ढोके भन्छ ल हामी चाहिँ यहाँ ल छिर्छु है दल ले आँगुले छु त ल नरुने यार कस्तो राख्यो हेर तिर्गा के गर्दै यस्तो राम्रो यो मैचानको राम्रो त्यो बाटो ब्लक हो र भाइ बाटो ब्लक हो र बाटो ब्लक छ र अब के छ यहाँ दिदीहरूलाई थाहा होला है त तर्फदेखि गयो खनेर खने आउरे जाउँछु यस्तो घुम्न आउने मान्छेले बारी चाहिँ हेर्दा आउँदैन नि मुजी घुम्न आउने हेर्नुहोस् बाटो छेकेको चाहिँ यता घुम्दा जाने बाटो त्यसै गएको त्यो पहाडी देखेको चाहिँ घुम्दा जाने बाटो है यो चाहिँ गुम्दाको भ्यू चाहिँ हामी चट्ट यहाँ बसेर हेर्छौँ खै सिङ्ला पनि देख्थ्यो सिङ्ला चाहिँ अहिले पुरा के भन्छ अरे यो त मा अलिक पातल ज्याकेट भएर लास्ट कक्रेकै माछा हो ओ सबै रातो बाँदर जस्तो त यहाँ चाहिँ त के हो केटा अरे त्यो चाहिँ गुम्दा यता सिङ्ला थियो सिङ्लाको ठाउँ चाहिँ अलि देख्न पाएन यो के अरे बादल लागेर गाइस तट अब एकछिनपछि हामी लाप्राको भ्यू पनि देखाउँछु लाप्राको भ्यूहरू देखाउनु पाएन सरी गाइस अति जाडो भइरहेको छु अति जाडो हाल्छ कक्रियो जाडो भयो आयो लाप्राको रिन्जिलुङ भन्ने ठाउँ है मन हर पल
भित्र यो मुटु सानी सानो मुटुभित्र तिमी नै छौ तिमी किन साह्रै हुन्छौ निष्ठुरी खाइरहन्छ लाप्रा ग्रिन्ची रुम खै छैन ल ल यो चाहिँ लाप्राकमा है लाप्राकको गुप्सी भन्ने ठाउँमा भाइहरूसँग रमाइलो गर्दैछ होली है ल Vale, no se lo vende. Yo se lo vende. आँखा दिनु सब पस्यो यार अहिले यार के गरे यस्तो यार आँखा दिनु नहाल्दै छ ल यो त लाप्राक नयाँ बस्ती ओ कान्छी ओ सते जाडो जति जाडो गाई जति जाडो हेर कामेको यार जाडोले काम्यो ए हो लाप्राक नयाँ बस्ती है गाइस नयाँ बस्ती नमुना बस्ती भला खदे खदर चाठायो हाल खद्यो ओ कहाँ यही पार्किङ ए मम्जी जाने के म हमसे बोए के यता त्यो रमाइलो चलिरहेको क्या गीतहरू बजाइरहेको यति छ लाप्रा कुप्सी पाखा तिमी छ सबैजना ग्रुप बिजोक अब हामी चाहिँ मान्छे जाँदा अब आज सर्भिसिङ गर्यो फुल सर्भिसिङ दमै दम के हो यस्तो रक्सी खायो क्या बाइकले लम्बा है लम्बा पाच्चा है एकदम ओली टोली लाली गुराँस यो लाली गुराँस चाहिँ लेखतिर लाली गुराँस यो चाहिँ मान्छेराको एक मात्र होटल हो होइन कहाँ जा हुने झापी भागेर हामी चाहिँ लाप्राक पुगेर पनि लाप्राकदेखि माथि गुप्सी पाखा पुगेर नि गुप्सी पाखाबाट मामजेडाँडामा पुग्दाखेरि चाहिँ हामीभन्दा अगाडि नै अब कहाँको टोलहरू आएर अब होलीको लागि टुर आएको रहेछ अनि मजाले नाचगान गरिरहेको रहेछ अनि हामी पनि नाच्यो बस्यो खाजासाजा खायो बस्यो है गाइस खाजासाजा खाएको चाहिँ हामीले भिडियो गर्न पाएन अनि त्यसपछि त्यहाँ खाजासाजा खाइसकेपछि हामी चाहिँ आफ्नै गन्तव्यतर्फ फर्केर आयो यहाँबाट फर्केपछि चाहिँ हाम्रो थकाइ मार्ने ठाउँ चाहिँ गुम्दा गाउँमा रहेको छ गुम्दा गाउँको सोल्टी लिम्बाको घरमा
दाजु हामी खाजासाजा खाएर निस्किनेछौँ त्यही हो घुम्दामा रमाइलो गर्ने अनि रात भयो नि माछालो फर्किन्छ गीत गाउने बनाइदिएको थियो दिसम्बर त ल भयो छोड्दै बन्दीपुर आजको भ्लग यति नै धन्यवाद पुरा हेरेर साथ दिनुभएकोमा